सुन इ तिम्रो भय बाल्दिम ह्यापी बर्थडे टु यु भन है ए तल सुनको बामन बोलाउ न ए अँ मनमुसी बेसरी उहाँ त्यो चिठी बाँध्दै हिँडेर थाक्नु भयो फुक है बाबु त्यति मात्रै ल ल फुक फुक ल सुन ल ह्यापी बर्थडे टु यु लोट ल बाबु फुक्दिनु न सुने अब बाबुको केक काट्ने है कसलाई तलको बाबालाई तलको आउनु खै बाबा आउनु भयो जाऊ त बोलाऊ जाऊ छिटो तल बोलाउने मैले यहाँ भिडियो गर्छु कि आउनु भयो बाबा भयो नि अब आउनु भयो सबै फोटो खिचौँ अँ फोटो खिच्नु क्लियर आएर चाहिँ बाबुको ल अब खेलाउने दुईजनाले ताली बजाएको बजे गर्नुपर्छ ल भयो बजे हल्दी खिलाइदिनु यसलाई स्वानलाई अलिकति हातले खिलाइदिनु ल खाऊ बजेलाई खुवाइदेऊ बजेलाई खिलाइदियो अलिकति बजेलाई आफूले खान पाउँछ भनेर पर्छ के तिमीले नि खिलाइदिनु बजेलाई यसरी हातले ये अब के भयो कि म त अबेर लगाइदिनु भयो यो अब यसलाई निलाई के भयो जाउँ त लगाइदेऊ भाइलाई नि देऊ ठुलोलाई किन बल्ल गरे अघि उसलाई यता हटा त म फोटो खिच्दिन्छु मलाई कतिको नमस्ते गर्छन् त बाबुले गर्छ आफ्नो आमालाई जति पनि गर्छन् बाबुले आफ्नो आमालाई ल नमस्ते नमस्ते गर्दै अघि नै ठुलोलाई अघि किन लगाइदेऊ कमाइसी दिने है भएन हल्ला खानु के बाबा हस् मना अहिले बिहा खानु खानु किन खानु न ल म अलि हालिदिन्छु मेरो पनि 100 रुपैयाँ अब त माथि लैजाँदै गरेको नि त आन्टीले नआएसम्म यसले केक काट्ने पैसा ल्याइछ त टिका लाउने कार्यक्रम भयो अब भिडियो गराइदिनु हाम्रो युट्युबमा हाल्नु नमस्ते हजुर ल थ्याङ्क यू भन ड्याडीलाई है तलको बाबा जिउ गर जिउ नमस्ते जिउ गर्दै बाबालाई ह्यापी बर्थडे थ्याङ्क यू बुबु भन नमस्ते गर नमस्ते गर ठुलमामले किन गरेन ठुलमामले के सोचे पनि माथि खाने भनिदिन र हैन तँलाई खानी नानीको बाजे आम झर्का माथि हो
जिउ गर फुपुलाई म त बिहानै भने जिउ टिका लाउने कार्यक्रम हुँदैछ बाबे दार सुशीला फुपू ओहो ल ताली बजाउँ ताली ल भाइ यता बस्छ ल केक लिन आऊ ल दिदी ल केक वाउ बाबु के भन्छ अब ह्याप्पी जाने छ सुशीला केक लिइस् अब तिमी उता फर्क ओ नानी कसले दिनुभयो तिमीलाई गाडी बाबु खै बाँड्दिन पर्यो बाहिर को कोले पायो कत्रो खोलेर भयो भयो अहिले खान्छन् खै नमस्ते गरेको खै ए खस्यो थ्याङ्क यू खै ह्याप्पी बर्थडे टु यु छोरा खै के पायो फुपूले के दिनुभयो तिमीलाई पैसा ऊ त गाडी कुल दिनुभएको देखाऊ यता देखाऊ खै उसले के दिनुभयो अन्त पुसाइले केकमा झर्न साइकल भन न अन्त यो पैसा कुल दिनुभएको नि तिमीलाई खै कति गरौँ तिम्रोमा बयान गर्दै अब बेलैमा कल्याण कति गर्छौ बयान मुखले आट गरेर राख्नलाई सुखले रुकुममै गोटा मेरो छोराको पैसा हेर्नु गाई जति उठेछ यो हाम्रो फ्यामिली मात्रै है बाहिरी बोलाए त अझै कति हुन्थ्यो हेर्नु गाई 50,000 यो छ्यामा पार्टी बाबा मेरो छोराको पैसा बर्थडेको अझै गिफ्टहरू पनि छ